हेलो जयमसी। म चाहिँ यहाँ तपाईँहरूलाई चाहिँ अहिले स्क्रिन रेकर्डिङ गरेर चाहिँ क्लासरुम कसरी चलाउने भन्ने कुराहरू चाहिँ सिकाउन गइरहेको छु। यहाँनिर सबैभन्दा सुरुमा चाहिँ तपाईँले चाहिँ क्लासरुम चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ। क्लासरुम डाउनलोड गरिसकेपछि तपाईँले चाहिँ यहाँनिर क्लासरुम भन्ने यहाँनिर देख्दै हुनुहुन्छ होला हैन, त्यो गरेर देख्दै हुनुहुन्छ। यहाँनिर क्लासरुम भन्ने यसरी देखा पर्छ। अनि त्यसपछि यहाँ क्लासरुममा तपाईँ यसरी क्लिक गर्नुभयो भनेदेखि हैन, यदि तपाईँले जिमेलमा लगइन गर्नुभएको छैन भनेदेखि त जिमेलमा लगइन गर्न भन्छन् हैन। तर यहाँनिर चाहिँ मेरो पहिलेदेखि नै एउटा जिमेल आइडी भएको कारणले गर्दाखेरि यहाँ पहिलेदेखि नै लगइन भएको कारणले यहाँ मागेको छैन। तर तपाईँकोमा यदि साइन इन गर्नलाई माग्यो भनेदेखि त्यो जुम एकाउन्ट चाहिँ त्यहाँनिर साइन इन गर्न सक्नुहुन्छ है त। त्यसपछि तपाईँले जोइन क्लासमा यसरी क्लिक गर्नुहोस् जोइन क्लासमा। त्यसपछि क्लास कोड भनेर यहाँनिर मागिरहेको छ हैन, क्लास कोड। यो क्लास कोड चाहिँ टिचरहरूले तपाईँहरूलाई चाहिँ दिनुहुनेछ है त। यो क्लास कोड चाहिँ तपाईँलाई टिचरले चाहिँ दिनुहुनेछ। त्यो क्लास कोड चाहिँ यहाँनिर चाहिँ तपाईँले प्रयोग गर्नुपर्ने हुँदछ। अनि यहाँनिर चाहिँ म सिकाउनलाई म त्यो गरिरहेको छु। यहाँनिर ओ छ, त्यसपछि 5, त्यसपछि सीके, त्यसपछि फेरि 5 छ, त्यसपछि EDE यसरी त्यो छन्। यो क्लास कोड मैले त्यो गरेँ। त्यसपछि तपाईँ जोइनमा क्लिक गर्नुहोस् हैन। जोइनमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ यो डेमो क्लास भएको कारणले गर्दा यसरी देखाएको छ यहाँ डेमो क्लास। तपाईँ चाहिँ क्लासमा प्रवेश गर्नुहुन्छ है त। क्लासमा प्रवेश गरिसकेपछि तपाईँले चाहिँ विभिन्न कुराहरू चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। यहाँ 3वटा धर्को यसरी दिएको छ। यहाँनिर क्यालेन्डरहरू विभिन्न क्लासेसहरू यहाँनिर देख्न सक्नुहुन्छ। तपाईँले चाहिँ यतातिर त्यो गर्नु त्यति धेरै त्यो सायद यता जानु पर्दैन। तपाईँले टुडुमा चाहिँ हेर्नुभयो भनेदेखि तपाईँले चाहिँ कुन कुन असाइनमेन्टहरू छन्, कुन कुन त्यो छन्, तपाईँले विशेष गरिकन यहाँनिर चाहिँ देखाएको छ हैन। कुन कुन गरिसक्नुभयो, मिसिङमा कुन चाहिँ गर्न बाँकी छ, डनमा तपाईँले कुन कुन गरिसक्नुभयो, यो सबै कुरा चाहिँ यहाँ देखाउँछ भनेदेखि तपाईँ जब यहाँ क्लासमा छिर्नुहुन्छ यसरी हैन, क्लासमा छिरिसकेपछि त्यसपछि यहाँनिर चाहिँ टिचरहरूले हैन, तपाईँले टिचरहरूले चाहिँ जुन असाइनमेन्ट दिनुहुन्छ त्यो असाइनमेन्ट चाहिँ तपाईँले यहाँ चाहिँ देख्न सक्नुहुन्छ है त। जब यहाँ देख्न सक्नुहुन्छ त्यसपछि तपाईँले के गर्नुपर्ने हुन्छ भने जुन असाइनमेन्ट आउँछ त्यो असाइनमेन्टमाथि तपाईँले यो सायद न त तपाईँ क्लास वर्कमा पनि सिधै जान सक्नुहुन्छ। क्लास वर्कमा हैन, त्यहाँ के छन् क्लास वर्कमा, त्यो के नोट्सहरू छन् सबै कुरा यहाँ देख्न सक्नुहुन्छ त्यो गरेर। अनि रिडिङ रिपोर्ट, जस्तै रिडिङ रिपोर्टमा अब तपाईँले यहाँनिर असाइनमेन्ट दिएको छ भने रिडिङ रिपोर्ट यसरी जानुहोस् हैन। त्यसपछि यहाँ युवर वर्क हैन, युवर वर्क भनेर देखेको छ नि, युवर वर्कमा तपाईँ जानुहोस्। त्यसपछि यो चाहिँ मैले एउटा चाहिँ पहिले नै गरिसकेको कारणले गर्दाखेरि यहाँ त्यो देखाएको छ है त। युवर वर्कमा जानुहोस्। यो चाहिँ मैले पहिले नै सबमिट गरिसकेको कारणले गर्दा यसलाई म अनसबमिट गरिदिँदैछु है त। त्यो गर्दैछु, अनसबमिट गरिदिँदैछु, यो पहिले नै मैले गरेको कारणले गर्दाखेरि। अनि युवर वर्कमा जानुभयो भनेदेखि तपाईँले एड वर्क तपाईँले आउँदछन् है त। एड वर्क तपाईँले यहाँनिर आउँदछन्। यसलाई म रिमुभ गरिहालेँ, यो पहिलाकोलाई मैले रिमुभ गरिहालेँ। यहाँनिर चाहिँ तपाईँले एड वर्कमा जानु सक्नुहुन्छ। तपाईँले सायद न्यू एलिमेन्ट्स चलाउनु भएको छ भनेदेखि त यसरी नै जसरी एड गर्नुभएको थियो नि हैन, त्यसरी नै तपाईँ त्यो गर्न सक्नुहुन्छ। एड वर्कमा यसरी जानुहोस्। त्यसपछि तपाईँले अपलोड गर्ने कि तपाईँ ड्राइभबाट हुन्छ हैन, कि स्क्यानर गरेर हुन्छ, क्यामेराबाट कसरी हुन्छ, सिधै क्यामेराबाट पनि त्यहाँनिर त्यो गर्न सक्नुहुन्छ हैन। क्यामेराबाट फोटोहरू त्यो यसरी फोटो पनि डाइरेक्ट टेक अ फोटो या रेकर्ड भिडियो भनेर यसरी त्यो गर्न सक्नुहुन्छ हैन। त्यो गरेर यसरी त्यो गरेर चाहिँ अब तपाईँ के गर्न सक्नुहुन्छ भनेदेखि अब अपलोड गर्न हैन, तपाईँले पहिले नै फोटो खिचेर राख्नु भएको छ भनेदेखि हैन, पहिले नै फोटो खिचेर राख्नु भएको छ भनेदेखि तपाईँले के गर्नुपर्ने हुन्छ, अपलोड गर्नुपर्ने हुन्छ। अपलोड जसरी तपाईँले न्यू एलिमेन्ट्स अपलोड गर्नुहुन्थ्यो नि त्यसरी नै चाहिँ के गर्नुपर्ने हुन्छ, यहाँनिर चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। अब यहाँनिर चाहिँ के गर्नुपर्ने हुन्छ भनेदेखि तपाईँले चाहिँ अब कुन चाहिँ पेपर हो हैन, कुन चाहिँ पेपर त्यो चाहिँ तपाईँले पहिलेदेखि थाहा पाउनुपर्ने हुन्छन् हैन। नामहरू लेखेर राख्नुपर्ने हुँदछ, नत्र यसरी इमेज भनेर आउँछन्। कुन चाहिँ पेपर हो तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ पहिलेदेखि नै यसरी चाहिँ के गर्नुहुन्छ। त्यसपछि त्यो पेपरहरू हो भने त्यो सेलेक्ट गर्नुपर्ने हुन्छन् हैन। सेलेक्ट यहाँनिर मैले थिचेँ सेलेक्ट गर्नुपर्ने हुन्छन्। त्यसपछि यसलाई अपलोड हुन दिनुहोस् हैन, अपलोड हुन दिनुहोस्। म पुनः अपलोड हुँदैछ, अलिकति नेटको कारणले गर्दाखेरि त्यो भयो। हजुर अपलोड हुँदैछन्। ओके, दुईटै यहाँ अपलोड भइसक्यो।
हैन दुईटै अझै तपाईँले चाहिँ अब फेरि पनि हैन तपाईँले फेरि पनि अझै पेपर एड गर्नुपर्ने छ भने तपाईँ एड वर्कमा जानुहोस् है त अझै पेपरहरू अपलोड गर्नुपर्ने छ भने तपाईँ एड वर्कमा चाहिँ जान सक्नुहुन्छ अझै पेपरहरू फेरि के गर्न सक्नुहुन्छ अपलोड गर्न सक्नुहुन्छ न त तपाईँ यहाँ सिधै कमेन्ट पनि होइन तपाईँ जे जसो छन् तपाईँ आफ्नो कमेन्टहरू पनि के गर्न सक्नुहुन्छ एड गर्न सक्नुहुन्छ है त त्यसपछि यहाँ ह्यान्ड इन छ यो तपाईँले न्यू एलएमएसमा सायद अर्कै सेन्ड इट भनेर तपाईँले त्यो देख्नुभएको थियो भनेदेखि यहाँनिर चाहिँ ह्यान्ड इन भनेर पिङ्क कलरमा अलिकति यहाँ देखिएको छ होइन ह्यान्ड इन भनेर छन् त्यसपछि तपाईँले ह्यान्ड इन गर्नुहोस् होइन ह्यान्ड इन भन्ने बित्तिकै त्यो सेन्ड गरेको जस्तै हो है त सेन्ड गरेको जस्तै हो अनि तपाईँको असाइनमेन्ट गयो ह्यान्ड इन डन भनेर त्यो गर्दैछन् होइन ह्यान्ड इन डन भनेर डन लेट भनेपछि त्यो तपाईँ यो चाहिँ डेट सकिएर त्यसपछि त्यहाँ सबमिट हुँदैछ भन्ने कुरा देखाउँदैछ त्यसमा चाहिँ त्यो नगर्नुहोस् होइन त्यसमा चिन्ता नगर्नुहोस् त्यसमा केही हुँदैन तर यहाँनिर चाहिँ यसरी चाहिँ त्यो गर्नुभयो भनेदेखि तपाईँको असाइनमेन्ट चाहिँ भयो टिचरले चाहिँ तपाईँको असाइनमेन्ट के गर्नु पायो त हेर्न पायो र तपाईँले के कथन कदाचित यो गलत यो त मेरो पेपर भएन होइन यो त गलत पेपर गयो भनेर तपाईँ त्यो गर्न सक्नुहुन्छ भने फेरि यहाँनिर अनसबमिट गर्न सक्नुहुन्छ है त रङ पेपर गयो के भयो भनेपछि तपाईँ फेरि अनसबमिट गरेर चाहिँ यसलाई के गर्न सक्नुहुन्छ चेन्ज गर्न सक्नुहुन्छ है त त्यसरी चाहिँ त्यो गर्न तपाईँले सक्नुहुन्छ फेरि यसलाई ब्याक गरेर अनि फेरि तपाईँले अब अर्को होइन त्यो रिफ्लेक्सन छन् अर्को असाइनमेन्ट छन् यहाँदेखि होइन युआर वर्कमा जानुहोस् होइन युआर वर्कमा यो भिडियो हेरेर तपाईँ के गर्न सक्नुहुन्छ भिडियो हेर्नुहोस् होइन त्यस युआर वर्कमा गएर यसरी के गर्नुहोस् एड वर्कमा जानुहोस् फेरि पनि यहाँनिर होइन तपाईँको पेपर के छन् तपाईँले फेरि यहाँ पनि त्यो के गर्नुहोस् अपलोड गर्नुहोस् होइन यसरी अपलोड गरिसकेपछि फेरि त्यो गर्नुहोस् होइन यसरी अपलोड हुन दिनुहोस् होइन यसरी अपलोड हुन दिनुहोस् हुँदैछन् पेपर अपलोड हुँदैछन् त्यहाँ जबसम्म त्यहाँनिर अपलोड भएको छैन मेसेज तपाईँलाई आउँदैछन् हजुर अब अपलोड भयो होइन त्यहाँनिर अपलोड भइसकेपछि अब तपाईँ फेरि ह्यान्ड इन गर्नुहोस् होइन ह्यान्ड इन गर्नुहोस् यसरी ह्यान्ड इन गरिसकेपछि अनि फेरि तपाईँको असाइनमेन्ट के हुन्छ त ह्यान्डेड इन भनेर त्यो गरिसक्छ होइन ह्यान्डेड इन भइसकेपछि तपाईँको असाइनमेन्ट चाहिँ के भयो त ठाउँमा चाहिँ टिचरहरूले चाहिँ तपाईँको असाइनमेन्ट चाहिँ रिसिभ गरिसक्यो है त यसरी चाहिँ तपाईँले त्यो गर्न सक्नुहुन्छ असाइनमेन्टहरू पठाउने त्यो हेर्ने चाहिँ यसरी गर्न सक्नुहुन्छ है त नोटबुक चाहिँ यसरी त्यो गर्न सक्नुहुन्छ नोटबुक छन् भने तपाईँले यहाँनिर के गर्न सक्नुहुन्छ डाउनलोड गर्न सक्नुहुन्छ टिचरले जुन दिएको छन् त्यो कुराहरू चाहिँ यहाँनिर के गर्न सक्नुहुन्छ तपाईँले चाहिँ डाउनलोड चाहिँ गर्न सक्नुहुन्छ है त हुन्छ यो गुगल क्लास चाहिँ यसरी नै चलाउनुहोस् होइन लगभग न्यू एलएमएस जस्तै छ त्यस्तो खासै चाहिँ त्यस्तो गाह्रो चाहिँ अप्ठ्यारो नै चाहिँ छैन होइन त्यो गरेर चाहिँ लगभग न्यू एलएमएस जस्तै छन् यदि कुनै त्यस्तो समस्याहरू गाह्रोहरू पऱ्यो भनेदेखि चाहिँ तपाईँ चाहिँ मलाई व्यक्तिगत रूपमा चाहिँ मसँग चाहिँ कुरा गर्न सक्नुहुन्छ है त कुनै कुरा बुझेन त्यो भएन भनेदेखि चाहिँ तपाईँले चाहिँ मलाई चाहिँ के गर्न सक्नुहुन्छ सोध्न सक्नुहुन्छ है त यदि कुनै कुराहरू बुझेन त्यो क्लास यो गुगल क्लासरुम चलाउन गाह्रो भयो भनेदेखि त्यो समयमा चाहिँ के गर्न सक्नुहुन्छ मलाई यसको बारेमा चाहिँ सोध्न सक्नुहुन्छ यदि यो भिडियो हेरेर तपाईँहरूले चाहिँ केही कुरो बुझ्नु भएन भने मलाई चाहिँ फेरि चाहिँ व्यक्तिगत रूपमा चाहिँ मलाई कल गरेर चाहिँ मसँग सम्पर्क गर्न सक्नुहुन्छ है त हुन्छ जय मसी।